सम्भोगको फ्रिक्वेन्सी पटक अनुसार शरीर र मानसिक स्वास्थ्यमा फरक फाइदाहरू पुग्छन्। यसको विस्तृत विवरण यस प्रकार छ। 1. हप्तामा एक पटक सम्बन्धको निरन्तरता, दैनिक जीवनको व्यस्तता, कामको तनाव र पारिवारिक जिम्मेवारीका बीच हप्तामा कम्तीमा एक पटक सम्भोग गर्नाले पार्टनरहरू बीचको भावनात्मक सम्बन्ध टुट्न पाउँदैन। यसले दुई व्यक्तिबीच आत्मीयता र सामिप्यता क्लोजनेस कायम राख्छ। अनुसन्धानहरूले पनि देखाएका छन् कि हप्तामा एक पटकको सम्भोगले पार्टनरहरूमा हप्ताभरि नै एउटा सकारात्मक ऊर्जा र खुशीको स्तर ह्याप्पिनेस लेभल कायम राख्न मद्दत गर्छ। 2. हप्तामा 2 पटक मुटु र रोग प्रतिरोधात्मक क्षमता। हप्तामा 2 पटक सम्भोग गर्दा शरीरको इम्युन सिस्टम इम्युनिटी बलियो हुन्छ। यसले शरीरमा इम्युनोग्लोबुलिन ए IgA जस्ता एन्टिबडीहरूको मात्रा बढाउँछ, जसले भाइरस र ब्याक्टेरिया विरुद्ध लड्न मद्दत गरी सामान्य रुगाखोकी र भाइरल इन्फेक्सनबाट जोगाउँछ। यसका साथै यो एक प्रकारको हल्का कार्डियो व्यायाम जस्तै हुने भएकाले यसले रक्त सञ्चार सुधार्छ र मुटुरोग वा हृदयघात हार्ट एट्याकको जोखिमलाई कम गर्छ। 3. हप्तामा 3 पटक तनाव र रक्तचाप नियन्त्रण। नियमित रूपमा हप्तामा 3 पटक सम्भोग गर्दा मस्तिष्कबाट एन्डोर्फिन्स, अक्सिटोसिन र डोपामिन जस्ता फिल गुड आनन्द दिने हर्मोनहरू निरन्तर रूपमा रिलिज हुन्छन्। यी हर्मोनहरूले प्राकृतिक रूपमा मानसिक तनाव, स्ट्रेस र चिन्ता, एङ्जाइटीलाई घटाउँछन्। मानसिक रूपमा शान्त भएपछि शरीरको उच्च रक्तचाप, हाई ब्लड प्रेसर पनि बिस्तारै नियन्त्रणमा आउँछ। 4. हप्तामा 4 पटक जवान लुक्स र फिटनेस। बारम्बार सम्भोग गर्दा शरीरमा रक्त सञ्चार, ब्लड सर्कुलेसन निकै तीव्र र राम्रो हुन्छ। छालाका कोशिकाहरूले पर्याप्त अक्सिजन र न्युट्रिएन्ट्स पाउँछन्, जसले गर्दा अनुहार र छालामा प्राकृतिक चमक ग्लो आउँछ र मानिस उमेरभन्दा जवान देखिन्छ। यसका साथै सम्भोगका क्रममा राम्रो मात्रामा क्यालोरी बर्न हुने भएकाले यसले शरीरको फिटनेस कायम राख्न र तौल नियन्त्रण गर्न पनि सहयोग पुर्याउँछ। 5. हप्तामा 5 पटक वा सोभन्दा बढी गहिरो निद्रा र प्रोस्टेट स्वास्थ्य। धेरै पटक सम्भोग गर्दा शरीर पूर्ण रूपमा रिल्याक्स शिथिल हुन्छ। सम्भोगपछि शरीरमा प्रोल्याक्टिन नामक हर्मोन रिलिज हुन्छ, जसले प्राकृतिक रूपमा गहिरो र मिठो निद्रा लाग्न मद्दत गर्छ। पुरुषहरूको हकमा नियमित स्खलन इज्याकुलेसनले प्रोस्टेट ग्रन्थीमा जम्मा भएका हानिकारक तरल पदार्थहरू बाहिर निकाल्छ, जसले गर्दा उमेर बढ्दै जाँदा हुने प्रोस्टेट क्यान्सरको जोखिम निकै कम भएर जान्छ। सबैभन्दा महत्त्वपूर्ण नियम गोल्डन रूल। फोटोको अन्त्यमा भनिए झैं सम्भोगको कुनै निश्चित वा अनिवार्य संख्या नम्बर हुँदैन। हप्तामा कति पटक गर्ने भन्ने कुरा भन्दा पनि दुवै पार्टनरको पूर्ण इच्छा, डिजायर, आपसी सहमति, कन्सेन्ट र भावनात्मक एवं शारीरिक सन्तुष्टि, स्याटिस्फ्याक्सन नै सबैभन्दा महत्त्वपूर्ण र सर्वोपरि कुरा हो। जबरजस्ती वा दबावमा गरिएको सम्भोगले फाइदाको सट्टा सम्बन्धमा अमिलोपन ल्याउन सक्छ।